थाहा छ हजुरलाई पाण्डवहरूको विजयको कारण के छ? शक्तिमा कौरवहरू शक्तिशाली, सर्वश्रेष्ठ हुनुहुन्थ्यो। महारथीहरू धेरै, भीष्म पितामह द्रोणाचार्य, शकुनी, शल्य, कर्ण जस्ता महावीर उद्बड वीरहरू सबै कौरव पक्षमा थिए। भगवान श्री कृष्णका नारायणी सेना सब कौरव पक्षमा। नारायणी सेना संसारका सर्वश्रेष्ठ सेना। अनि सेनाको संख्याको हिसाबले पनि हजुरको 70-75% सेना सबै सेना कौरव पक्षमा। सम्पत्तिको हिसाबले पनि कौरवसँग राज्य सबै सम्पत्ति हो। राज्य शक्तिको हिसाबले पनि राज्य उहाँसँग। पाण्डव त वनवासी भएर 1 वर्षको उपवास। तर पाण्डवको विजय किन भयो त? किन भयो त? एउटा मात्र कारण छ। भीष्म पितामह युद्ध पक्षमा कौरवतिर हुनुहुन्थ्यो, तर आशीर्वाद पाण्डवसँग थियो। द्रोणाचार्य कौरव पक्षमा हुनुहुन्थ्यो, सेनापति बन्नुभयो भीष्मपछि, तर आशीर्वाद पाण्डवसँग थियो। दाजु कर्ण पाण्डवका दाजु हुनुहुन्छ, युद्धमा विवश भएर उहाँ कौरव पक्षमा हुनुहुन्थ्यो। उहाँको मर्यादा थियो आफ्नो, तर उहाँको गुप्त आशीर्वाद पाण्डवसँग थियो। जो बात दवा से नहीं हो सकता वो बात दुआ से होता है। यसैले प्रार्थनालाई कहिले नछोड्नु। त्यसपछि प्रार्थनापछि त्यो प्रार्थनाको विश्वास, युवाहरूले यति कुरा नछोड्नु।